बिहानको चिया खाने बेला पर्छ, तातो चिया। चिया खान मेरो स्वरले साथ दिएको छैन। मैले यसरी सासलाई चिया गर्दैछु, यसरी सासलाई चिया गर्ने मेरो श्वास चन्द्रस्वर चलिरहेछ, अर्थात् देब्रेपट्टिबाट इडा नाडी चलिरहेछ। चिया खान यो उपयुक्त समय होइन। त्यसैले अब चिया खानलाई मैले उपयुक्त स्वर चलाउनु पर्ने हुन्छ। त्यसको लागि सास डन्डालाई म देब्रेपट्टि यसरी राख्दछु र केही समय म वेट गर्छु मेरो नाडी परिवर्तन हुन्जेल। मेरो अहिले सूर्यस्वर चल्न थाल्यो। अब मलाई चिया खान शुभ समय थियो। मलाई सायद म अब चिया पिउन थाल्दैछु, किनभने मेरो सूर्यस्वर चलेको छ, तातो वस्तु म खान थालेँ। यसले मेरो स्वास्थ्यमा, मेरो कार्यमा आजलाई शुभ बनाउँदछ र सधैँलाई पनि शुभ हुन्छ, मेरो स्वास्थ्यमा पनि शुभ हुने भएको हुनाले तपाईँहरू पनि तातो वस्तु खाँदा नाडी चेक गरेर जुन स्वर चलेको छ या विपरीत स्वर चलेको छ भने तातो वस्तुलाई सूर्य स्वर चलाएर मात्र खाने गर्नु होला। यसले स्वास्थ्यमा, तपाईँको स्वास्थ्यमा ठुलो लाभ प्राप्त गर्नेछ।